करेन्टको युद्धपछि बिजुली त हाम्रो काबुमा आयो, तर त्यसपछि एउटा बिल्कुलै नयाँ चुनौती देखा पर्यो। त्यो चुनौती थियो बिजुलीले पैदा गर्ने ती अदृश्य शक्तिहरूलाई कसरी आफ्नो नियन्त्रणमा लिने। मतलब बिजुलीको कथा बत्तीको बल्बमै गएर टुङ्गिएन, यो त हाम्रो वरिपरि छरिएर रहेको त्यो नदेखिने ऊर्जालाई बुझ्ने दिशातिर मोडियो। अब कुरा तार र स्विचको मात्र रहेन, अब त हावामै तैरिरहेको त्यो रहस्यमय शक्तिलाई बुझ्नु थियो जुन हाम्रो आँखाले देख्न सक्दैनथ्यो। यो यस्तो यात्रा हो जसले हामीलाई पावर ग्रिडबाट धेरै पर लैजान्छ। यहाँ जेम्स क्लर्क म्याक्सवेलको कामले एउटा ठूलो सैद्धान्तिक छलाङ मार्न मद्दत गर्यो, भौतिक तारहरूबाट अदृश्य क्षेत्रहरूतिर। भन्नुको मतलब यो इन्जिनियरिङबाट शुद्ध विज्ञानतर्फको एउटा रोमाञ्चक मोड थियो। म्याक्सवेलको जिनियस केमा थियो भने उनले कुनै ल्याबमा प्रयोग गरेनन्। सोच्नुहोस् त, केवल गणितको भरमा उनले भविष्यवाणी गरे कि बिजुली र चुम्बकत्व एक अर्कासँग जोडिएका छन् र तरङ्गहरू बनेर यात्रा गर्न सक्छन्। यो त अदृश्य संसारको लागि एउटा सैद्धान्तिक नक्सा खोरे जस्तै भयो नि, होइन र? यो तुलनाले दुई बिल्कुलै फरक संसारहरूलाई छट्याउँछ। एकातिर एडिसन र वेस्टिङहाउस जस्ता हस्तीहरू थिए, उनीहरू पावर ग्रिड बनाउँदै थिए। तर अर्कोतिर म्याक्सवेल र हर्ट्ज जस्ता वैज्ञानिकहरू थिए जो भौतिक विज्ञानका आधारभूत नियमहरू खोजिरहेका थिए। प्रविधि पनि जेनेरेटर र तारबाट समीकरण र स्पार्कमा सरेको थियो। कस्तो फरक है? अब म्याक्सवेलको सिद्धान्तले एउटा ठूलो प्रश्न खडा गरिदियो, के यी अदृश्य तरङ्गहरू साँच्चै नै छन् त? अब दौड सुरु भयो। कसले यो सिद्धान्तलाई प्रयोगशालामा प्रमाणित गरेर देखाउने? कागजमा रहेको सिद्धान्तलाई वास्तविकतामा कसले परिणत गर्ला? यो भनाइ आफैमा कति शक्तिशाली छ। यसले हर्ट्जको खोजको महत्त्वलाई प्रष्ट पार्छ। यो कुनै सामान्य वैज्ञानिक सफलता मात्रै थिएन। मानिसहरूले यसलाई यस्तो रूपमा हेरे कि मानवताले देवताहरूको शक्ति नै खोसेको होस्। यो साँच्चै नै एउटा युग परिवर्तन गर्ने क्षण थियो। हर्ट्जको प्रयोग कति सरल तर कति गहिरो थियो, हेरौँ है। उनले कोठाको एकातिर एउटा स्पार्क बनायो र कुनै तार बिना नै कोठाको अर्को छेउमा राखिएको तारको लुपमा अर्को सानो स्पार्क देखियो। वाउ! उनले अदृश्यलाई देखिने बनाइदिए। म्याक्सवेल सही थिए भनेर प्रमाणित भयो। तर यहाँ एउटा निकै रमाइलो र नाटकीय कथा छ। ओलिभर लज नामका अर्का वैज्ञानिकले पनि यी तरङ्गहरू देखेका थिए, तर उनले आफ्नो खोज घोषणा गर्नुभन्दा ठिक अगाडि छुट्टीमा जाने निर्णय गरे र जब उनी छुट्टी मनाएर फर्के, हर्ट्जले आफ्नो काम प्रकाशित गरिसकेका थिए। कहिलेकाहीँ वैज्ञानिक खोजमा समयले कति ठूलो फरक पार्छ भन्ने यो एउटा क्लासिक उदाहरण हो। ल, यी तरङ्गहरू छन् भन्ने त प्रमाणित भयो। अब कथा शुद्ध विज्ञानबाट व्यावहारिक प्रयोगतिर मोडिन्छ। प्रश्न थियो, यी अदृश्य तरङ्गहरूलाई आखिर कसरी काममा लगाउने? कसरी यिनीहरूबाट ताररहित सञ्चारको जन्म दिने? यो तरङ्ग सिद्धान्तलाई प्रविधिमा ढाल्ने दुई मुख्य पात्रहरू थिए, तर उनीहरूको बाटो बिल्कुलै फरक थियो। एकातिर थिए मार्कोनी, एक उद्यमी जसको सपना थियो एउटा विश्वव्यापी सञ्चार प्रणाली बनाउने। अनि अर्कोतिर थिए जगदीश चन्द्र बोस, एक शुद्ध वैज्ञानिक जो व्यापारको लागि होइन, केवल प्रविधिलाई अझ राम्रो बनाउन चाहन्थे। हो, बोसले एउटा विशेष क्रिस्टल पत्ता लगायो जसले तरङ्गहरूलाई पहिलेका डिटेक्टरहरूभन्दा धेरै राम्रोसँग पत्ता लगाउन सक्थ्यो। क्याट्स विस्कर भनेर चिनिने एउटा साधारण सेटअप प्रयोग गरेर उनले जुन खोज गरे त्यसैले नै आजको आधुनिक इलेक्ट्रोनिक्सको जग बसाल्यो। तर सुरुको यो ताररहित प्रविधि निकै झन्झटिलो थियो। क्रिस्टल रेडियोहरू भरपर्दो थिएनन्। त्यो क्याट्स विस्करलाई घरिघरि मिलाइरहनु पर्थ्यो। सिग्नल एकदमै कमजोर आउँथ्यो र आवाजलाई ठूलो बनाउन त सकिँदैन थियो। अब स्पष्ट थियो, केही नयाँ र ठूलो आविष्कारको खाँचो छ। हो, यही नै त्यो बेलाको सबैभन्दा ठूलो प्रश्न थियो। त्यो मधुरो अदृश्य सिग्नललाई कसरी बलियो र भरपर्दो बनाउने? अब चुनौती सिग्नल पत्ता लगाउने मात्र थिएन, बरु त्यसलाई नियन्त्रण गरेर काम लाग्ने बनाउनु थियो। त्यो कमजोर सिग्नलको समस्याको समाधान भ्याक्युम ट्युबको रूपमा आयो। यो यस्तो पहिलो उपकरण थियो जसले इलेक्ट्रोनहरूलाई ठिकसँग चलाउन सक्थ्यो। हो, जवाब थियो भ्याक्युम ट्युब वा भल्भ। यसले ती अस्थिर क्रिस्टलहरूको ठाउँमा एउटा भरपर्दो विकल्प दियो। यसको मुख्य काम के थियो भने यसले इलेक्ट्रोनको प्रवाहलाई एकातर्फी र नियन्त्रित बनाउन सक्थ्यो। यही कुराले प्रारम्भिक इलेक्ट्रोनिक्समा क्रान्ति नै ल्याइदियो। यसले सिग्नललाई ठूलो बनाउने तरिका गजबको छ।
सोच्नुहोस्, एउटा सानो कमजोर सिग्नल ट्युबभित्रको एउटा ग्रिडमा पठाइन्छ। त्यो सानो सिग्नलले धेरै ठूलो इलेक्ट्रोनको प्रवाहलाई कन्ट्रोल गर्छ। मानौ एउटा सानो स्विचले ठूलो बातको ढोका खोले जस्तै। परिणाम, एउटा सानो सिग्नल भित्र जान्छ र एकदमै बलियो सिग्नल बाहिर आउँछ। यही नै त जादु थियो जसले बलियो र स्पष्ट रेडियो र पछि गएर कम्प्युटरलाई सम्भव बनायो। अब हाम्रो कथाले अर्को ठूलो फड्को मार्दैछ। हामी ठूला भ्याक्युम ट्युबहरूको युगबाट माइक्रोचिपको सानो तर शक्तिशाली संसारमा प्रवेश गर्दैछौँ। भ्याक्युम ट्युबले काम त गर्यो, तर यसको आफ्नै अत्याचार थियो। यिनीहरू ठूला थिए, काँचका भएकाले कमजोर थिए, बारम्बार जल्थे र यति धेरै बिजुली खान्थे कि असाध्यै तातो पनि हुन्थे। यस्तो अवस्थामा कम्प्युटर जस्ता जटिल मसिनहरू बनाउन त एउटा नयाँ समाधान चाहिएको थियो तुरन्तै। र त्यो समाधान आयो बेल ल्याब्सबाट। सेमिकन्डक्टर क्रिस्टलबाट बनेको एउटा सलिड स्टेट एम्प्लिफायर। उनीहरूले यसलाई नाम दिए ट्रान्जिस्टर। यो सानो थियो, भरपर्दो थियो र भ्याक्युम ट्युबले गर्ने सबै काम बिना कुनै ताप वा ठूलो आकारमा गर्न सक्थ्यो। यो एउटा वास्तविक गेम चेन्जर थियो। पहिलेका कम्प्युटरहरू कति ठूला थिए भनेर कल्पना गर्न यो नम्बर हेरौँ। ENIAC कम्प्युटरमा 18,000 भ्याक्युम ट्युबहरू थिए। यो एउटा सिङ्गो कोठा भर्ने मेसिन थियो जसलाई लगातार मर्मत गरिरहनु पर्थ्यो। अब त्यो 18,000लाई आजको यो नम्बरसँग तुलना गरौँ। आज एउटा सानो नङको टुप्पो जत्रो माइक्रोचिपमा झण्डै 4 अरब ट्रान्जिस्टरहरू हुन्छन्। सोच्नुहोस् त, 18,000बाट 4 अरब। यो भिन्नताले नै ट्रान्जिस्टरले ल्याएको सानोकरणको क्रान्तिलाई प्रष्ट पार्छ। एउटै सानो क्रिस्टलमा भएको यही क्रान्तिले नै त सिलिकन माइक्रोचिप, इन्टिग्रेटेड सर्किट र आज हामीले चिन्ने सम्पूर्ण डिजिटल संसारलाई जन्म दियो। हो, सिलिकन भ्यालीदेखि लिएर हाम्रो हातमा भएको मोबाइल फोनसम्म सबै कुराको सुरुवात त्यही सानो क्रिस्टलबाट भएको थियो। हाम्रो यो यात्रा अदृश्य तरङ्गहरूलाई बुझ्ने प्रयासबाट सुरु भएर अन्ततः तिनलाई एउटा सानो चिपमा कैद गर्न सफल भयो। यसले एउटा ठूलो प्रश्न खडा गर्छ। अब के? विज्ञान र प्रविधिको अर्को सिमाना के होला? भविष्यमा हामी अझै कुन नयाँ अदृश्य संसारहरू खोल्नेछौँ?